हेलो स्टुडेन्ट्स, आजको यस भिडियोमा हामी प्रसादी एकाडेमीको भर्ना सम्बन्धी एप्लिकेसन फर्म भर्ने बारेमा जानकारी दिनेछौँ। सुरुमा एप्लिकेसन फर्मको लिङ्क खोल्नुहोस्। एप्लिकेसन फर्मको सुरुमा नै आवश्यक पर्ने न्यूनतम योग्यताहरू देख्नुहुनेछ, जसअनुसार म्यानेजमेन्ट पढ्नका लागि एसईईमा तपाईको कम्तीमा 2.5 जीपीए साथै सबै सब्जेक्टमा ग्रेड सी मिनिमम आएको हुनुपर्नेछ। त्यसैगरी साइन्स पढ्नका लागि एसईईमा तपाईको कम्तीमा 3 जीपीए आएको साथै एडिसनल म्याथमेटिक्स लिएको र कम्पलसरी इङ्ग्लिस, कम्पलसरी म्याथमेटिक्स, एडिसनल म्याथमेटिक्स एवं कम्पलसरी साइन्स विषयहरूको थ्योरीमा कम्तीमा ग्रेड बी ल्याएको हुनुपर्दछ। याद गर्नुस्, म्यानेजमेन्ट र साइन्स दुवै अध्ययन गर्नको लागि तपाईँ रेगुलर स्टुडेन्ट हुनुपर्दछ। अब कोर्स स्ट्रक्चरमा प्रसादी एकाडेमीमा म्यानेजमेन्ट पढ्न चाहनेका लागि ग्रुप ए र ग्रुप बी भनेर विभाजन गरिएको छ। ग्रुप ए मा कम्पलसरी इङ्ग्लिस, कम्पलसरी नेपाली, सोसियल स्टडिज एन्ड लाइफ स्किल एजुकेसन, अकाउन्टिङ, इकोनोमिक्स र बिजनेस स्टडिज विषय रहेका छन् भने ग्रुप बी मा कम्पलसरी इङ्ग्लिस, कम्पलसरी नेपाली, सोसियल स्टडिज एन्ड लाइफ स्किल एजुकेसन, अकाउन्टिङ, इकोनोमिक्स र कम्प्युटर साइन्स विषय रहेका छन्। त्यसैगरी साइन्स पढ्न चाहनेको लागि पनि ग्रुप ए र ग्रुप बी भनेर विभाजन गरेको देख्न सकिन्छ। ग्रुप ए मा कम्पलसरी इङ्ग्लिस, कम्पलसरी नेपाली, फिजिक्स, केमिस्ट्री, म्याथमेटिक्स र बायोलोजी विषय रहेका छन् भने ग्रुप बी मा कम्पलसरी इङ्ग्लिस, कम्पलसरी नेपाली, फिजिक्स, केमिस्ट्री, म्याथमेटिक्स र कम्प्युटर साइन्स विषय रहेका छन्। अब एप्लिकेसन फर्मको प्रक्रिया अगाडि बढाउन तल दिइएको आई एग्रीमा टिक गरी नेक्स्ट बटन थिच्नुहोस्। त्यसपश्चात तपाईले कम्प्लिट डिटेल्स सेक्सन देख्नुहुनेछ। सेक्सन ए मा तपाईले आफ्नो एसईई अनुसारको नाम, डेट अफ बर्थ, आफ्नो मोबाइल नम्बर, यदि आफ्नो मोबाइल नम्बर छैन भने आफ्नो प्यारेन्ट्सको मोबाइल नम्बर र इमेल आइडी भर्नुपर्नेछ। याद गर्नुहोस्, यो इमेल आइडीमा नै तपाईले आफ्नो एडमिट कार्ड पाउने हुँदा इमेल एड्रेस रिचेक गरेर भर्नुहोला। त्यसपछि आफ्नो लेटेस्ट पासपोर्ट साइज फोटो अपलोड गर्नुहोस् र फोटो अपलोड गर्दाखेरि तपाईको फाइल साइज 3 MB भन्दा कम हुनुपर्दछ। अब सेक्सन बी मा तपाईले आफूले अध्ययन गर्न चाहेको ग्रुप र सिफ्ट सेलेक्ट गर्नुपर्ने हुन्छ। म्यानेजमेन्टको लागि मर्निङ सिफ्ट एवं साइन्सको लागि मर्निङ र डे गरी 2वटा सिफ्ट उपलब्ध रहेको छ। ग्रुप र सिफ्ट सेलेक्ट गरिसकेपछि तपाईको सम्बन्धित ग्रुप अनुसार आवश्यक पर्ने एसईई को विभिन्न सब्जेक्टहरू र त्यसमा तपाईले प्राप्त गर्नुभएको ग्रेडको डिटेल्स भर्नुपर्ने हुन्छ र अप्सनल सब्जेक्ट लेखिएको ठाउँमा तपाईले एसईई मा सिलेक्ट गर्नुभएका अप्सनल अर्थात् एडिसनल सब्जेक्टहरू 2वटा के छन् त्यो भर्नुपर्नेछ। त्यसैगरी तपाईले आफूले अध्ययन गरेको स्कुलको नाम, ठेगाना, फोन नम्बर, बोर्ड र इयरको बारेमा लेख्नुपर्ने हुन्छ। अब सेक्सन सी मा तपाईले इन्टरनेटबाट प्राप्त गर्नुभएको आफ्नो ग्रेड सिट र एसईई को एडमिट कार्ड अपलोड गर्नुहोस्। याद रहोस्, तपाईको फाइल साइज 3 MB भन्दा कम हुनुपर्दछ। अब रिभ्यू बटन क्लिक गर्नुहोस्। त्यसपछि आफूले भरेको सम्पूर्ण डिटेल्सहरू एकचोटि रिचेक गर्नुहोस् र त्यसपश्चात आई एग्रीमा टिक गरी नेक्स्ट बटन थिच्नुहोस्। त्यसपछि एउटा डायलग बक्स आउँछ र त्यसमा ओके क्लिक गरी सबमिटिङ देखिने बेलासम्म वेट गर्नुहोस् अनि अनलाइन पेमेन्टको सेक्सन खुल्नेछ। तर पेमेन्ट भन्दा अगाडि यस लिङ्कलाई कपी गरी कतै सुरक्षित राख्नुहोस्। यो एकदमै इम्पोर्टेन्ट छ, किनभने पेमेन्ट फेल भयो वा यदि तपाईले पछि पेमेन्ट गर्न चाहनुभयो भने यो कपी गरेको लिङ्क खोल्दा अहिलेसम्म भरेको डिटेल्स भर्नु पर्दैन। तर याद गर्नुहोस्, यो नन रिफन्डेबल पेमेन्ट हो। अब पेमेन्टको लागि ई सेवा वा खल्ती मध्ये कुनै एउटा रोज्नुहोस् र क्लिक गर्नुहोस् अनि 125 रुपैयाँको अमाउन्ट देखिनेछ। आफ्नो ई सेवा वा खल्तीको आइडी वा मोबाइल नम्बर र पासवर्ड भरी सबमिट गर्नुहोस्। अब तपाईको मोबाइलमा ओटिपी कोड आउँछ, जसलाई हजुरले 1 मिनेटभित्र भरेर भेरिफाई वा सबमिट गर्नुपर्नेछ। पेमेन्ट पछि अन्त्यमा तपाईले आफ्नो डिजिटल एडमिट कार्ड देख्नुहुनेछ। त्यहाँ मेन्सन भएको डेट र टाइम अनुसार तपाई कलेज आउनुपर्ने हुन्छ। त्यसैले एडमिट कार्डलाई डाउनलोड गरी इन्ट्रान्स एक्जाम दिने बेलामा प्रिन्ट गरी आफूसँगै लिएर आउनुहोला। याद गर्नुहोस्, मोबाइलमा भने देखाउन पाइने छैन।
साथै 125 रुपैयाँ पेमेन्ट गर्ने बित्तिकै तपाईँको मोबाइलमा SMS आउँछ जसमा एडमिट कार्डको लिङ्क दिइएको हुन्छ। सो लिङ्कबाट पनि तपाईँले एडमिट कार्ड हेर्न सक्नुहुन्छ। तपाईँको जानकारीको लागि प्रसादी एकाडेमीमा होस्टेल तथा यातायात सुविधा भने उपलब्ध छैन, तर आवश्यक विद्यार्थीहरूलाई यस विषयमा भने कलेजले सहजीकरण गरिदिनेछ। धन्यवाद।